माननीय प्रतिनिधि सभा सदस्यज्यूहरूलाई हेर्दै गर्दा लाग्छ हामीले साउथ एसियाकै यो दक्षिण एसियाको उत्कृष्ट सदनको परिकल्पना जुन देखेको थियौँ त्यो साकार भएको छ। अब अभ्यासको पालो आएको छ, अब संस्कारको पालो आएको छ, अब संस्कृतिको पालो आएको छ र सिद्धान्तको पालो आएको छ। सदन योभन्दा अगाडि धेरैचोटि खुमलटार, बालुवाटार, बुढानीलकण्ठ र बालकोटको बन्दी भएर बस्यो र त्यसैले गर्दा सङ्ख्या मात्र गनियो, सिद्धान्त जहिले पनि कमजोर रह्यो। अब सदन सिद्धान्तको हुनेछ भनेर हामीले प्रस्तुत गर्ने पालो आएको छ। त्यसैले गर्दा यसमा सबैजनाको योगदानको लागि म अनुरोध गर्दछु। सदन एउटा चौतारी र चिया पसल होइन जहाँ आए मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नमन लागे जान्छु भन्ने होइन। सदन गुरुकुल हुनुपर्छ, सदन विश्वविद्यालय हुनुपर्छ जहाँ म होमवर्क गरेर आउँछु, म एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु, जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ।